नमस्कार आदरणीय श्रोताबिन, बुटोल एफएम 94.4 मेगाहर्ज को पृथक कार्यक्रम परदेशीको आवाजको पर्खाइमा बस्नुहुने आदरणीय तमाम लाखौं श्रोताबिनहरूमा म कार्यक्रम प्रस्तुता दामोदर आलेको नमस्कार। आदरणीय श्रोताबिन, यति बेला नेपालीहरूको महान पर्व विजया दशमीको रौनक देशमा जत्तिको छ त्यत्तिकै रौनक विदेशमा रहेका नेपालीहरू बीचमा पनि रहिरहेको छ। आजको कार्यक्रम परदेशीको आवाज सुरु गर्नभन्दा पहिला मैले सम्पूर्ण आदरणीय देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनी तथा आमाबुवा सम्पूर्णलाई विजया दशमी 2070 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको कार्यक्रम परदेशीको आवाज हामीले युएई को अत्यन्तै रमाइलो सहर रक सिटीबाट हामीले दशैं विशेष कार्यक्रम लिएर यहाँहरूको माझमा उपस्थित हुने जमर्क गरिरहेका छौँ। र आज मैले नेपालमा यति बेला चुनावको कुरा भइरहेको छ र पहिचानका कुराहरू भइरहँदा विदेशमा रहेका नेपालीहरू भनौँ, आज जुन म एउटा नेपाली जमघटमा छु त्यहाँ सम्पूर्ण नेपालीहरू एउटै पहिचान, नेपालीहरूको एउटै पहिचान ढाका टोपी लाएर सबैजना एकदमै खुसियालीको साथमा दशैं मनाइरहनु भएको छ। यसै बीचमा आज म सधैँको कार्यक्रममा भन्दा आज पृथक तरिकाले सधैँ एकजना मात्र कार्यक्रममा ल्याउने गर्थेँ भने आज मैले धेरै जनाको आवाजमा राखेको छु। र यतिकैमा एकजना दाजु मेरो अगाडि हुनुहुन्छ, म उहाँलाई केही कुरा सोध्न गइरहेको छु। यहाँलाई कार्यक्रम परदेशीको आवाजमा स्वागत छ। हजुर नमस्ते, म कमल हाले। हजुर, घर कहाँ पऱ्यो कमलजी तपाईँको? मेरो स्याङ्जा वालिङ। स्याङ्जा वालिङ, हजुर। कति भयो तपाईँ यो युएई को यो रक सिटीमा आउनुभयो? मेरो भयो 4 वर्ष भइसक्यो। 4 वर्ष भयो? हजुर। अनि आज चाहिँ यहाँ मैले देखिरहेको छु थुप्रै नेपालीहरू ढाका टोपीमा सजिएर दशैं मनाइरहनु भएको छ। खास यो ढाका टोपी नै लाउनु पर्ने कारण के थियो? यो एउटा हाम्रो के भने एउटा विदेशमा होइन, हामी सबैले एउटा विदेशीहरूलाई पनि हामी नेपालीले एउटा नेपालीको पहिचान गरौँ भन्ने एउटा हिसाबले पनि हामी यसरी ढाकाको टोपी लगाएर एउटा नेपाललाई चिनाउन खोजेको। हजुर, यो नेपालमा एउटा नेपाललाई चिनाउने एउटा यो ढाकाको टोपी पनि एउटा पहिचान हो। त्यसैले हामी ढाकाको टोपी सम्पूर्ण नेपालीको एक पहिचान हो भन्ने म चिनाउन खोज्छु। साह्रै रमाइलो गरिरहनु भएको छ। हजुर, एकदम। तपाईँ नेपाल नजानु भएको कति भयो? नेपाल गएको भर्खर म 1 महिना भयो। भनेपछि 1 महिना मात्र भयो तपाईँ? हजुर। अनि तपाईँ चाहिँ घरमा यसपालिको दशैं मनाउन पाउनु भएन, सायद तिहार पनि मनाउनु हुँदैन होला? हजुर। तपाईँ के भन्न चाहनुहुन्छ तपाईँका घर परिवार, तपाईँका इष्टमित्रहरूलाई? म के भन्न चाहन्छु भने हामी विदेशमा भएर पनि हामी नेपालमै भए जसरी नै हामी यहाँ नेपाली दाजुभाइहरू एक आपसमा आफ्नै दाजुभाइ जस्तो गरेर हामी मनाइरहेका छौँ। तपाईँहरू पनि नेपालमा राम्रोसँग मनाउनु होला भन्ने शुभकामना गर्छु। उहाँ हुनुहुन्थ्यो स्याङ्जा निवासी कमल हाले र मैले सुनेअनुसार आज यो जुन दशैं विशेष कार्यक्रम नेपालीहरूको ठुलै एउटा जमघटले आयोजना गरेको छ, त्यस कार्यक्रमका मुख्य व्यक्तित्व कार्यक्रम संयोजक हुनुहुन्छ भन्ने मैले थाहा पाइसकेको छु। उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम के पर्यो? मेरो नाम सञ्जय महाजन, म किर्तिपुरको हो, काठमाडौँ। हजुर। अनि दशैं त भोलि पो, किन तपाईँहरूले आजै ढाका टोपी लाएर टिका लगाएर किन आज दशैं मनाउनु भयो? होइन, सर्वप्रथम यो बुटोल एफएमलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। म मात्र होइन, हाम्रो सम्पूर्ण यहाँ नेपालले जति मनाइरहेछ नि हाम्रो टिमले एकदम होइन हृदयदेखि चाहिँ हामी स्वागत गर्न चाहन्छौँ। यो समाचार चाहिँ अहिले तपाईँहरू चाहिँ प्रस्तुत गरेको कारणले र
यो सर्वप्रथम अब यो 2070 साल विजयादशमीको उपलक्ष्यमा मेरो र हाम्रो टिमबाट चाहिँ सम्पूर्ण नेपालीहरूलाई हामी पनि शुभकामना व्यक्त गर्न चाहन्छु र हामीले यो टोपी लगाएर चाहिँ मनाउनु कारण हामीले चाहिँ एउटा विशेष एउटा म इम्पोर्टेन्ट कुरा साथीले पनि भनिसक्नु भएको थियो उहाँको कुरामा अलिकति म जोड्न गइरहेको छु त्यसमा के भन्दा चाहिँ नेपालमा चाहिँ अब राजनीतिकले चाहिँ अब छेद विच्छेद जातीय होइन अब पहिचानको छेद विच्छेद विभिन्न भेदभावहरू कुराहरू भइरहेको छ तर हामीले विदेशमा बसेर पनि हामीले कहिले नेपालको माया कहिले पनि अब कल्चर संस्कृति हामीले भुलेको छैनौँ त्यसको लागि हामीले जीवन्त राख्नुको लागि चाहिँ हामीले अब नेपाली टिका मात्र लगाएर होइन कि एउटा टोपी लगायो भने यो ढाका टोपी भनेको नेपाल बाहेक अरू कुनै पनि देशमा लगाउँछौँ हजुर त्यो कारणले चाहिँ हाम्रो ढाका टोपी चाहिँ लगाइकन यो दसैँ सेलिब्रेट गराइकन एउटा नेपालको छुट्टै पहिचान र विदेशी मान्छेले यस्तो चाहिँ बुद्ध जन्मेको देशमा चाहिँ यो टोपी लगाउनु रहेछ भन्नको लागि चाहिँ हामीले यो विशेष यो एउटा अभियानकै रूपमा हामीले लिएको छौँ आज हामीले यो ठाउँमा मनायौँ भोलि हाम्रो अरू दाजुभाइहरूले पनि यस्तै शिक्षा लियोस् ताकि यो चाहिँ नेपालीहरूले मात्र लाउनेछ नेपालले एउटा एकबद्धता होइन र चाहिँ अब मिल्नु यो सङ्गठित रहेछ भन्ने चाहिँ थाहा पाउनुलाई चाहिँ हामीले यो विशेष टोपी लगाएर चाहिँ मनायौँ यसरी हामीले चाहिँ एक दिन अगाडि चाहिँ होइन अब तानेर चाहिँ यो दसैँ मनाउनुको कारण के भन्दाखेरि चाहिँ यहाँ विदेशमा अब बसेर चाहिँ नेपालमा जस्तो चाहिँ फ्री हुन्न यो हाम्रो चाहिँ ठ्याक्क हाम्रो विजयादशमी सुरु हुन्छ यिनीहरूको पनि अब ईद होइन भन्ने सुरु हुन्छ ठुलो पर्व सुरु हुन्छ त्यसले गर्दा चाहिँ हरेक काम हरेक कम्पनी हरेक ठाउँमा चाहिँ बिजी हुने कारणले चाहिँ त्यही दिनमा चाहिँ हामीले मनाउन अलि गाह्रो असमर्थ भएको कारणले चाहिँ आज मनाउनु पर्ने हो तर यो दसैँमा हामीले के पनि एउटा अर्को लगाएको छु भन्दाखेरि एउटा चाहिँ हामीले चाहिँ राम्रो भनौँ न पक्ष त्यो के भन्दाखेरि चाहिँ मान्छेले चाहिँ यो अल्कोहल दसैँमा राख्नुपर्छ भन्ने हामी सहमत छौँ तर समूहगत रूपमा हुँदाखेरि त्यसलाई कन्ट्रोल गर्न गाह्रो हुने भएको कारणले गर्दाखेरि चाहिँ अब यसपालिको चाहिँ अल्कोहल रहित चाहिँ दसैँ मनाउँ भन्ने चाहिँ सबैको साथीहरूको चाहिँ सहमतबाट यो हामीले मनाउँदैछौँ यो अल्कोहलबाट चाहिँ अब विभिन्न विकृति संस्कृतिलाई नै चाहिँ अब हामीले जुन रूपमा चाहिँ खोजेको हो त्यसलाई विकृति रूपमा ल्याएको कारणले गर्दाखेरि हामीले चाहिँ अल्कोहल रहित दसैँ मनाउँदा कस्तो हुँदो रहेछ त भन्ने एउटा यो पनि सन्देश दिनको लागि चाहिँ हामीले यसपालिमा यो अल्कोहल चाहिँ राखेको छैन अब जब आजको पनि दसैँको यो होइन यो समारोह यो कार्यक्रम पनि एकदम भव्यका साथ सबै चाहिँ इन्जोय गरिरहेछ आई एम भेरी ह्याप्पी अल्सो जुन तपाईँले नेपालमा एउटा चाडपर्वलाई विकृतिको रूपमा लिइरहेको बेलामा तपाईँहरूले अल्कोहल रहित दसैँ मनाएर जुन एउटा नेपालमा सन्देश फैलाउन खोजिरहनु भएको छ त्यो सन्देशले करिब 3 करोड हाराहारीमा रहेको नेपाली जनताहरूको मन जित्न सफल होस् मेरो कामना। अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा अब त्यो सबैलाई ह्यापी विजयादशमी इन्जोय अनि यो बुटोल एफएमलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु यो समाचारको लागि। आदरणीय श्रोताबिन उहाँ हुनुहुन्थ्यो आजको यस जुन अहिलेको यो रमाइलो जमघटमा छु म त्यसै जमघटका कार्यक्रम संयोजक सञ्जय महर्जन र निकै रमाइलो भइरहेको छ यति बेला युएई को रक सिटीमा जहाँ थुप्रै नेपालीहरू तपाईहरुले ब्याकग्राउन्डमा पनि सुनिरहनु भएको छ नेपाली गीतहरूमा नाचेर अत्यन्तै रमाइलो गरिरहनु भएको छ। सायद युएई मा मात्र होइन युएई भन्दा बाहिर विदेशमा रहेका अरु नेपालीहरूले पनि यसै गरी दशैं मनाइरहनु भएको छ होला र यसै बीचमा फेरि अर्का एकजना मित्रसँग चाहिँ म कुराकानी गर्न गइरहेको छु। सारै उहाँ पनि ढाका टोपीमा सजिएर निकै ह्यान्डसम भएर मेरो अगाडि हुनुहुन्छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न गइरहेको छु। तपाईलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम के पर्यो? मेरो नाम चाहिँ अमर गुरुङ। अमरजीलाई सर्वप्रथम त मेरो तर्फबाट दशैँको शुभकामना। हजुर तपाईलाई पनि र बुटोल एफएमलाई पनि चाहिँ विजयादशमी 2070 को चाहिँ धेरै शुभकामना। कस्तो लागिरहेको छ तपाईँ नेपालमा त हुनुहुन्न यति बेला विदेशमा हुनुहुन्छ? हजुर त्यही पनि थुप्रै नेपालीहरू मिलेर
कार्यक्रम गरिरहनु भएको छ कतिको खुसी लागिरहेको छ तपाईँलाई एकदमै खुसी त एकदमै लागिरहेको छ कि किनकि अनि म अहिले चाहिँ 4 वर्ष भयो दसैँ तिहार नेपालमा नमनाएको र तैपनि यहीँको हाम्रो सम्पूर्ण साथीहरू र चाहिँ हाम्रो टिम भएर चाहिँ दसैँको एकदम चाहिँ एकदमै बिल्कुलै चाहिँ हाम्रो चाहिँ छुट्टै कार्यक्रम गरिरहेको छ र एकदमै खुसी लागिरहेको छ र सबै सम्पूर्ण साथीहरू चाहिँ अहिले पनि नाचिरहेको छ र तर एकदमै खुसी लागिरहेको छ हामी हजुर मेरो घर चाहिँ घुमाउने तनहुँ पर्छ छिम्केश्वरी 5 घुमाउने तनहुँ जिल्ला पर्यो हजुर तनहुँ जिल्ला अहिले के काम गरिदिनुहुन्छ तपाईँ यहाँ हजुर म यहाँ होटलमा छु होटलमा हुनुहुन्छ जोस् आज चाहिँ तपाईँलाई चाहिँ यो दसैँ मनाउनलाई चाहिँ छुट्टी मिल्यो एकदमै चाहिँ मिल्यो भन्नु पऱ्यो किनकि मैले रिक्वेस्ट गरेको थिएँ अनि आज हाम्रो यस्तो प्रोग्राम छ दसैँ कार्यक्रम छ भनेर चाहिँ अनि छुट्टी मिलाएर चाहिँ आज अन्तिममा चाहिँ सम्पूर्ण चाहिँ नेपालका सम्पूर्ण देशवासी र बुढालाई फैलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र 2017 सालको चाहिँ दसैँको धेरै धेरै शुभकामना दिन चाहन्छु धन्यवाद आदरणीय श्रोताबिन उहाँ हुनुहुन्थ्यो तनहुँ जिल्ला निवासी अमर गुरुङ उहाँसँग म कुराकानी गरेँ र फेरि अर्का एकजना दाजु कालो ढाका टोपी लगाएर साह्रै चिटिक्क परेर मेरो अगाडि उभिरहनु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्न गइरहेको छु तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत धन्यवाद अनि दाजुको नाम चाहिँ के पर्यो मेरो नाम सूर्य ढकाल अनि घर चाहिँ कहाँ पर्यो यहाँको मेरो पुरानो घर चाहिँ स्याङ्जा हो र अहिले चाहिँ नवलपरासीमा चाहिँ बसोबास छ अनि यो युएईमा आउनु भएको कति वर्ष भयो त फेरि युएईमा मेरो 3 वर्ष भयो यो ठाउँमा चाहिँ अहिले भर्खर 1 वर्ष पुरा भयो हजुर आज चाहिँ हामी बुटोल FM 94.4 मेगाहर्जको पृथक कार्यक्रम भनौँ परदेशीको आवाजको दसैँ विशेष कार्यक्रममा तपाईँहरूको यो तपाईँहरूको ठुलो जमघटमा चाहिँ म कुराकानी गर्न आएको छु अत्यन्तै खुसी लागिरहेको छ धेरैसँग कुराकानी गर्न पाएँ अनि तपाईँहरूले चाहिँ यो दसैँ विदेशमा बसेर मनाइरहनु भएको छ पक्कै पनि अब स्वदेशमा गएर मनाउन पाइएन हजुर त्यसो हुँदा अब जहाँ जस्तो अवस्था छ त्यही पनि रमाइलो गरौँ भन्ने उद्देश्यले हामी यहाँ भएका सबै नेपाली साथीभाइहरूले वर्षै नै यसरी नै मनाउने गर्छौँ जो आफ्नो देशमा जान सक्नुहुन्न र यहाँ रहनुहुन्छ उहाँहरूले यहीँ बसेर रमाइलो गर्ने वातावरण यो जुन मैले चाहिँ सबैजना चाहिँ ढाका टोपीमा ठट्टिएर आउनु भएको छ यो तपाईँहरूले पहिला पनि गर्नुहुन्थ्यो कि अहिलेको दसैँमा मात्र तपाईँहरू ढाका टोपीमा सजिएर आउनु भएको होइन नेपाली पहिचान झल्काउने हामी आफ्नै पहिरन त पहिले पनि गर्थ्यौँ तर अहिले चाहिँ सधैँ एउटै के गर्ने भन्दा एउटा पृथक किसिमको चाहिँ कार्यक्रम आयोजना गरौँ न भन्ने हाम्रो उसले चाहिँ नेपाली पहिचान झल्किने ढाका टोपी चाहिँ यसपालिको चाहिँ नै हो पुराना कार्यक्रमहरूमा आफ्नै नेपाली पहिरन हुन्थ्यो भने यसपालि ढाका टोपी चाहिँ थप अर्को विशेषता हो नेपाली तपाईँसँग मैले अघि तपाईँको यस दसैँ विशेष कार्यक्रम संयोजक सञ्जय महर्जनले कुरा गर्नुभएको थियो कि यो दसैँमा हामीले अल्कोहल रहित दसैँ मनाइरहेका छौँ जसले नेपालमा विकृति फैलिरहेको अवस्थामा एउटा राम्रो सन्देश जाओस् भन्नुभएको थियो तपाईँको विचार के छ यसमा पक्कै पनि दसैँ हाम्रो एउटा सांस्कृतिक र परम्परागत चाड हो र यो दसैँमा मादक पदार्थ सेवन यो आवश्यक छैन भन्ने चाहिँ मलाई लाग्छ जो उहाँहरूले सुरुवात गर्नु साह्रै राम्रो काम हो किन भन्दा मादक पदार्थ परम्परागत धार्मिक सांस्कृतिक कुनै पनि चाडपर्वहरूमा प्रयोग गर्नु त्यति उचित चाहिँ होइन मेरो विचारमा यो मादक पदार्थ रहित जो गर्नुभयो त्यो साह्रै राम्रो हो कुराकानीको लागि तपाईँलाई म धेरै धन्यवाद दिन चाहन्छु र अन्तिममा तपाईँ के भन्न चाहनुहुन्छ त मलाई छोटो समय दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद र यस कार्यक्रम मार्फत जो अहिले सुन्नु भएको छ उहाँहरू सबैलाई विजयादशमीको शुभकामना जहाँ जसरी हुनुहुन्छ हाँसी खुसी विजयादशमी मनाउनुहोस् भन्न चाहन्छु धन्यवाद छ तपाईँलाई यहाँलाई उहाँ हुनुहुन्थ्यो नवलपरासी जिल्ला निवासी सूर्य बहादुर ढकाल उहाँसँग म छोटो मिठो कुराकानी गरेँ र फेरि पनि मैले अर्का एकजना दाजु निकै मजाले नाचिरहेको मैले देखिरहेको थिएँ म त नेपाली छिटो बोली वचन मिठो भन्ने गीतमा साह्रै मजाले कम्मर मर्काइ नाचिरहनु भएको थियो उहाँलाई म कार्यक्रममा
स्वागत गर्न गइरहेको छु। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ दाजु। धन्यवाद। यहाँको शुभ नाम के पर्यो? मेरो मोहनबहादुर बस्नेत। मोहनबहादुर बस्नेत। हजुर। अनि मोहन दाई तपाईँको घर चाहिँ कहाँ पर्यो? मेरो झापा जिल्ला पर्यो हजुर। भनेपछि पूर्वतिरको मान्छे? पूर्वतिर, सुदूरपूर्व भन्नु। सुदूरपूर्व हजुर। अनि आज दसैँ विशेष मनाइरहनु भएको छ? हजुर। तपाईँ घर नजानु भएको थियो? घर नआएको त साह्रै धेर त भएको छैन, भर्खर 4-5 महिना भयो घर आएको। तर दसैँको चाहिँ हामीले घर आफ्नो परिवारसँग नमनाएको चाहिँ धेरै भइसक्यो। हजुर। 6-7 वर्ष हुन लाग्यो। हजुर। तर पनि हामी घरको जस्तो कि माया मोह चाहिँ हामी यहीँ साथीभाइहरूसँग मिलेर चाहिँ हामीले यहीँ भरपुर मनोरञ्जन लिइरहेका छौँ। र घरको आफ्नो दुःखलाई चाहिँ यहाँनिर एउटा सुखमा चाहिँ जस्तो कि दसैँको हर्ष उल्लासका साथ हामी मनाइरहेका छौँ। अनि चाहिँ यसै दसैँ विशेषलाई लिएर केही राजनीतिक कुराहरू पनि म जोड्न चाहन्छु कि नेपालमा मङ्सिरमा चुनाव हुन्छ भन्न लागि परिरहेका छन्। तपाईँलाई के लाग्छ, हुन्छ कि हुँदैन? मलाई जहाँसम्म लाग्छ हुँदैन जस्तो लाग्छ। कि किन हुँदैन जस्तो लाग्छ? नेपालमा राजनीतिक माहौल शान्ति सुरक्षाको असुरक्षित भइरहेको छ। कुनै एउटा पुलिस प्रशासन छैन, एउटा कुनै सरकार छैन। त्यसैले होला कि जस्तो कि नेपालमा असुरक्षाको महसुस भइरहेको छ। किनकि उम्मेदवारलाई चाहिँ दिन दहाडै चाहिँ गोली हान्ने हत्या गरिरहेको छ। एउटा कहाँ बाटोमा कहाँ हिँडिरहेको दसैँ मनाउन गइरहेको मान्छे बिच बाटोमा अलपत्र परिरहेको छ। त्यसै कारणले चाहिँ नेपालमा सुरक्षा छैन जस्तो लाग्छ मलाई। त्यसैले चाहिँ मलाई चुनाव हुँदैन जस्तो लाग्छ। राम्रो भए पनि हामीलाई खै जुन जोगी आए पनि कानै तिरेको जस्तो भइसक्यो। निकै राम्रो कुरा गर्नुभयो तपाईँले देशको अहिले वर्तमान राजनीतिको बारेमा। र अहिले तपाईँले जुन ढाका टोपी लानु भएको छ, हजुर, ढाका टोपीको बारेमा केही छोटो कुरा बताइदिनुहोस् न मलाई। यो हाम्रो राष्ट्रको पहिचान हो। पूर्व पुर्खाहरूलेदेखि हाम्रो नेपाली स्वतन्त्रता, अस्थिरता शिर नझुकोस्, विदेशीको गुलामी नबनोस्, नेपाली स्वच्छ भावनाले नेपाल राष्ट्र भन्न पाऊँ भनेर हामी विदेशमा सहित सम्पूर्ण नेपालीहरूले चाहिँ हाम्रो यो दसैँको आयोजनामा चाहिँ ढाका टोपी, हाम्रो राष्ट्रिय पोसाक, राष्ट्रिय खाना लिएर चाहिँ हामी मनाइरहेका छौँ। अन्तिममा हामी यसरी नै सधैँ मनाइरहौँ। स्वदेशमा नभए पनि विदेशमा भए पनि नेपाल एकता सधैँ रहिरहौँ, म यही भन्न चाहन्छु। र नेपालमा रहनुभएका सम्पूर्ण आमा बुवा, दिदी बहिनी, भाइ बहिनी सबैहरूलाई एकजुट हुन आग्रह गर्दछु। नेपालमा शान्ति सुरक्षा होस् र सुशासनको सरकारले राज गरोस् र नेपाली हुँ भनेर हामीले भन्न सकौँ, यही भन्छु म। धन्यवाद छ तपाईँलाई कार्यक्रमको लागि समय दिनुभयो। मलाई पनि यो बुटोल एफएममा थोरै मेरा 2 शब्द बोल्न दिनुभएकोमा धेरै धेरै धन्यवाद दामोदरजी। आदरणीय श्रोताबिन, हामी यति बेला तपाईँलाई भनिरहेका छौँ युएईको निकै सुन्दर सहर रक सिटीबाट यति बेला बुटोल एफएम 94.4 मेगाहर्जको पृथक कार्यक्रम परदेशीको आवाजमा हामी दसैँ विशेष कार्यक्रममा छौँ। र यति बेला फेरि अर्का एकजना मित्रलाई मैले देखिरहेको छु। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्कार, धन्यवाद छ। यहाँको शुभ नाम के पर्यो? मेरो नाम ज्याम बहादुर थापा। अनि ज्यामजी, तपाईँको नेपाल घर चाहिँ कुन ठाउँ पर्यो? मेरो स्याङ्जा पहाड खोलामा पर्छ। स्याङ्जा जिल्ला पर्यो? हजुर। अनि अहिले तपाईँ चाहिँ यो युए आउनु भएको चाहिँ कति वर्ष भयो? युए आएको म 10 महिना भयो। अनि तपाईँ नेपालमा हुनुहुन्न यति बेला होइन, तपाईँ प्रदेशमा हुनुहुन्छ? हजुर। प्रदेशमा बसेर नेपालमा परिवारसँग मनाएको दसैँको भिन्नता त छुट्टै हुन्छ, त्यसको महत्त्व फरक छ। हजुर। तर पनि यहाँ यसरी तपाईँले मनाइरहनु भएको छ, यसलाई तपाईँ कसरी लिनुहुन्छ?
खुसी लागिरहेको छ, हजुर खुसी लागिरहेको छ। यस अब यहाँ अब साथीहरूसँग धेरै साथीहरूसँग भेट भइरहेको छौँ हामी। अब अरू दिनमा त भेट हुन सकिन्न, यो दसैँको मौका मिलाएर दसैँको मौका मिलाएर धेरै कम्पनीका साथीहरू एक जग्गामा भेट भइरहेको छौँ हामी। यस खुसी लागिरहेको छ। हामी सबैजना गाउँमा गएर दसैँ मान्न नपाए पनि यहाँ हामी सबै एकै ठाउँमा बसेर रमाइलो गर्दाखेरि गाउँमा जस्तै घरमा जस्तै लागिरहेको छ मलाई। र म यहाँ आउनुहुने साथीहरू सबैलाई दसैँको शुभकामना। बुटोल एफएम कार्यक्रमलाई पनि म धेरै 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 शुभकामना दिन चाहन्छु। धन्यवाद छ ज्यामजी, तपाईँलाई कार्यक्रममा समय दिनुभयो। आदरणीय श्रोता तपाईँ उहाँ हुनुहुन्थ्यो ज्याम थापा स्याङ्जा जिल्लाका। आज करिब 250-300 जना नेपालीहरूको एउटा जमघट, फरक कम्पनीका नेपालीहरूले आज एकै ठाउँ एउटै थलो बनाएर विजयादशमी 2070 रमाइलोपूर्वक मनाइरहनु भएको छ। तपाईँलाई मैले भनिसकेको छु कि सबैजना नेपाली जति यहाँ उपस्थित हुनुहुन्छ सबैजना ढाका टोपीमा सजिएर नेपाली गीतहरू बजाएर मजाले कम्मर मर्काइ नाचिरहनु भएको छ। र यसै बिचमा साह्रै हुरुङ जस्तो नाचिरहनु भएको थियो अघि एकजना दाजु, म उहाँलाई देखिरहेको छु। उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ। म चाहिँ लालबहादुर बस्नेत, झापा जिल्ला नारायणझोडा 7 नम्बरको हो। हाल चाहिँ दुबईको रसलखाइमा आएर बसिरहेको छु। जोस् आज चाहिँ थुप्रै नेपालीहरू हेर्नु भएको छ। सायद पहिला यति नेपालीहरू अहिलेसम्म भेट्नु भएको थिएन होला। साह्रै रमाइलो भइरहेछ। यो 5 वर्षको अन्तरालमा चाहिँ भनौँ न चाहिँ यस्तो साह्रो मजाले चाहिँ धेरै दीपावली अर्थात् विजयादशमीहरू मनाइएका थिए, तर यस्तो तरिकाले चाहिँ अलि मनाइएको थिएन। यसमा चाहिँ साह्रै ठुलो जमघट भयो, किनभने आज हामी चाहिँ यो रसलखाइमाको सिटी अन्तर्गत एउटा चाहिँ सामूहिक जमघट नेपाली भेला हुने ठाउँमा चाहिँ हामी सबै नेपालीहरू भेला भएका छौँ। त्यसै अन्तरालमा चाहिँ हामी सबै नेपालीहरू जम्मा भएर चाहिँ एकदम रमाइलो तरिकाले चाहिँ दाजुभाइ दिदीबहिनीहरू सबै जमघट भएर चाहिँ हामी चाहिँ 2070 सालको दसैँलाई मनाइरहेका छौँ। एकदम खुसी लागेको छ, रमाइलो भएको छ। विगतका 4 वर्षदेखिका विजयादशमीहरूभन्दा भिन्नै पाराको भइरहेको छ। के भिन्न देख्नुभयो त तपाईँले यो दसैँमा? यो दसैँमा चाहिँ हामीहरूले अब धेरै, जबकि आजभन्दा अगाडिका यो विदेशमा मनाइएका विजयादशमीहरूभन्दा चाहिँ धेरै मात्रामा जम्मा भइरहेका छौँ हामी। किनभने हामी पहिला चाहिँ एउटा कम्पनीमा 8-10 जना नेपालीहरू भएर मात्रै मनाउने गर्थ्यौँ। यो पालि चाहिँ हामीहरूले चाहिँ विभिन्न चाहिँ रसलखाइमा अवगत भएका विभिन्न कम्पनीहरूमा आबद्ध भएका नेपालीहरू सबैलाई समेटेर चाहिँ हामीहरूले चाहिँ मनाउने कार्यक्रम राखेर आज चाहिँ अब हामीहरूले एकदम रमाइलो तरिकाले मनाइरहेका छौँ। किनभने अब हामीहरूले वास्तविक रूपमा मनाउँदाखेरि त सोमबारको दिन मनाउनु पर्ने थियो। अब के गर्ने, सबै दाजुभाइहरू भेला नहुन सकेको कारणले गर्दाखेरि चाहिँ हामीहरूले 2 दिन अगाडि नै मनाउनु परेको छ। त्यो हुँदा पनि 1 दिन अगाडि मनाउनु परे पनि तर चाहिँ हृदयदेखिकै भन्दाखेरि आजका भन्दा अगाडिका विदेशमा मनाइएका दसैँहरू भन्दा चाहिँ एकदमै राम्रो, खुसी। विभिन्न अरू नेसनालिटीहरू पनि आएर हामीहरूलाई चाहिँ हेल्प गर्नुभएको छ, सहयोग गर्नुभएको छ नाच्न गाउनमा चाहिँ। उहाँहरू पनि हाम्रो चाहिँ कार्यक्रममा चाहिँ एकदम आबद्ध भएर चाहिँ हामीसँग चाहिँ जो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ एकदम हृदयदेखि नै एकदम उहाँहरूले चाहिँ हाम्रो भाषा, हाम्रो संस्कृति नबुझे पनि चाहिँ लागि पर्नु भएको छ। एकदम खुसी छ। अब भन्दाखेरि अब स्वदेशी विदेशी, अब हामी त विदेशी नै भन्नु पर्यो। विदेशी सम्पूर्ण विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी अर्थात् स्वदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी, देशको माहौल जे जस्तो भए पनि चाहिँ
यसपालिको विजयादशमी चाहिँ राम्रोसँग मनाउनु होला। विजयादशमी राम्रोसँग मनाउनु होला, दीपावली राम्रोसँग मनाउनु होला। त्यस पछाडि भनेको अब धेरै साल पछाडि चाहिँ अब के भन्न चाहन्छु भने हामी त यो दसैँ तिहार त प्रत्येक साल मनाउँदै आइरहेका छौँ। के भन्न चाहन्छु भने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी स्वदेशमा रहनुहुनेहरूलाई चाहिँ एउटा भइरहेको संविधान सभाको चुनाव हुन गइरहेको मङ्सिरमा चाहिँ राम्रोसँग चाहिँ नेताहरू चुन्नु होला, भ्रष्टाचारी र दुराचारीहरूलाई नचुन्नु होला। त्यही भन्न चाहन्छु। सम्पूर्ण यो दसैँ र तिहारभन्दा पनि इम्पोर्टेन्ट चाहिँ अहिले हाम्रो लागि चाहिँ संविधान नै भइरहेको छ, किनभने देश दिनदिन बिग्रिरहेको छ। हामीहरूले जति पनि आर्थिक सहयोग विदेशमा बसेर गरे पनि भ्रष्टाचारी र देशद्रोहीले चाहिँ हाम्रो देश बिगारेको हुँदाखेरि एकदमै म चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू चाहिँ स्वच्छ छवि भएका चाहिँ राम्रा आचार संहिता भएका मान्छेहरूलाई चाहिँ जिताएर प्रयास गर्नु होला भन्ने लागेको छ। त्यही यति भन्दै म मेरा दुई शब्दहरू चाहिँ यो बुटवल एफएम का सञ्चालकजीलाई चाहिँ म एकदम हृदयदेखिकै स्वागत धन्यवाद छ लालबहादुरजी, तपाईँलाई कार्यक्रममा समय दिनुभयो। निकै राम्रो आफ्ना प्रसङ्गहरू कार्यक्रममा उठाउनुभयो। निकै रमाइलो भइरहेको छ। आदरणीय श्रोताबिनहरू, मैले भनिरहेको छु युएई को सुन्दर सहर रक सिटीमा यति बेला नेपालीहरूको एउटा जमघटले निकै रमाइलो गरिरहेको छ। 2070 सालको यो दसैँलाई आफ्नो विभिन्न कार्य व्यस्तताका बावजुद पनि एक दिन अगाडि दसैँ मनाइरहेको छ। सबैलाई शुभकामना पनि म दिइरहेको छु र सबैसँग म प्रत्येक नेपालीहरूको कार्यक्रममा समय हुन्जेल मैले कुराहरू राख्दै गइरहेको छु र एकजना अर्का मित्रलाई मैले मेरा अगाडि देखिरहेको छु। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्ते नेपाल, नमस्ते बुटवल एफएम। मेरो नाम रविन्द्र पोदार हो र म इटरी सुनसरीबाट हुँ। म करिब 3 साल भयो विदेश खटेको, तर मैले 3 देखि 4 वर्षसम्म होइन आफ्नो घरमा दसैँ तिहार मनाउन पाइनँ। साह्रै दुःख लागेको छ। तर आजको यो जमघट, यो नेपाली दाजुभाइको जमघटले साह्रै नै खुसी नै लागिरहेछ। नेपालमै छु जस्तो पनि फिल भइरहेछ। धन्यवाद सबै साथीभाइहरू। अरू म के भन्न चाहन्छु, यही चाहन्छु कि होइन हाम्रो देश चाँडोभन्दा चाँडो प्रगतितिर लागोस्, उन्नति होस् र यसरी नै हाम्रो दाजुभाइले विदेश आउनु नपरोस्, आफ्नै नेपालमा बसेर आफ्नो देशको र आफ्नो परिवारको देखरेख गर्न सकुन्। यति भन्दै म मेरो 2 शब्द यहीँ राख्न चाहन्छु। धन्यवाद बुटवल एफएम, धन्यवाद दाई दामोदर, धन्यवाद। धन्यवाद छ मित्र रविन्द्र पोदारलाई। निकै राम्रो आफ्नो भएर राख्नुभयो र हामी कार्यक्रमको अन्तिममा पनि छौँ र हाम्रो कार्यक्रममा अब केही समय बाँकी छ र अन्तिम मित्रलाई म कार्यक्रममा स्वागत गर्न गइरहेको छु। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ। मेरो पनि नमस्कार छ। कतिको सुन्नुहुन्थ्यो तपाईँले हाम्रो कार्यक्रम परदेशीको आवाज? प्रायः जसो म सुन्छु जब फुर्सद भएको बेला। तपाईँको नाम चाहिँ के पर्यो? मेरो नाम रामबाबु हो। मेरो नेपालको ललितपुर जिल्ला चनाचल वडा नम्बर 1 मा बस्छु। म यहाँ दुबई बसेको झन्डै 15 वर्ष हुन लागिसकेको छ। जस रमाइलो भइरहेछ। रमाइलो छ। अरू दिनमा यो विदेश बस्दा र आजको दिनलाई तपाईँले कसरी लिनु भएको छ? तपाईँ पनि आज पनि विदेशमै हो, तर आज छुट्टै जमघट छ, यसलाई तपाईँ कसरी लिनु भएको छ? आजको लागि चाहिँ यो दसैँको विशेष अवसर भएको भएर एकदम छुट्टै रमाइलो भइरहेको छ। अरू बेला चाहिँ काममा बिजी भइरहन्थ्यो, तर आजको छुट्टी विशेष दसैँको अवसर भएको भएर साह्रै रमाइलो भइरहेको छ। अनि तपाईँहरूले दसैँ त एक दिन अगाडि नै मनाउनु भयो नि? यो ड्युटीको कारणले गर्दाखेरि, कसैको नमिल्ने कारणले गर्दाखेरि हामीले अघिल्लो दिन नै मनाएको हो। यसपालिको दसैँ तपाईँहरूको एकदमै राम्रो भयो? एकदम रमाइलो भयो। भइरहेछ भनौँ मैले? भइरहेको छ। मजाले नाच्नुभयो? एकदम नाचियो। रुचुपै भिज्नु भएको? पसिना नित्रिको भयो। पानी चोइरहेछ तपाईँको शरीरबाट? एकदम। तपाईँलाई पनि मेरो तर्फबाट दसैँको शुभकामना। हजुरलाई पनि। कार्यक्रममा बोलिदिनु भयो, कुरा राखिदिनु भयो, त्यसलाई तपाईँलाई धन्यवाद। हजुरलाई पनि मेरो 2 शब्द तपाईँ सामु राख्नु पाएँ, मलाई
खुसी लाग्यो। धन्यवाद। आदरणीय श्रोताबिन, आज हामीले युएई को निकै सुन्दर सहर रक सिटीबाट कार्यक्रम परदेशीको आवाजको दसैँ विशेष कार्यक्रममा विभिन्न नेपालीहरूको आवाजहरू तपाईँको माझमा राख्यौँ र अत्यन्तै रमाइलो पनि भयो। सबैजना नेपाली ढाका टोपी भनौँ, हाम्रा पुर्खाहरूले कसैको सामुन्ने पनि नेपालीहरूले शिर झुकाउन नपरोस् भनेर लगाइदिनु भए ढाका टोपीमा सजिएर करिब 250-300 जना नेपालीहरूको जमघटबाट मैले कार्यक्रम परदेशीको आवाज तपाईँहरूको माझमा पेश गरेँ। सम्पूर्णलाई म धेरै धन्यवाद दिन चाहन्छु जसले आजको यस कार्यक्रममा आफ्नो आवाजहरू दिनुभयो र तपाईँहरू नेपालमा बसेर विजया दशमी 2070 मनाइरहनु भएका सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म व्यक्तिगत तर्फदेखि विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईँ कार्यक्रम परदेशीको आवाज सुनिसकेपछि तपाईँका मनमा लागेका कुराहरू तपाईँसँग छन् भने तपाईँले कार्यक्रमको पर्सनल फेसबुक एकाउन्ट परदेशीको आवाजमा गएर तपाईँका कमेन्ट्स सुझाव सल्लाहहरू पोस्ट गर्नुहोला भन्दै आजको यस दसैँ विशेष कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता दामोदर आले पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि, शुभ सपनी। तपाईँको दसैँ निकै रमाइलोसँग बितोस्। हार्दिक मङ्गलमय शुभकामना। 100% music, 100% news, 100% information, 100% guaranteed. All right. Buttiwala FM 94.4 MHz. Your 100% satisfaction.